घुम्दै फिर्दै फेरि घेरम्लाको सिजन त आइ नै हाल्यो साथीहरू है। अब यो तरकारीको दुःखमा घेरम्ला पाउनु पनि धेरै ठुलो कुरा हो। अनि मैले चाहिँ यो सिजनकै पहिलो घेरम्ला त्यो पनि सुँगुरको मासुमा मिसाएर पकाउँदैछु साथीहरू। भिडियोलाई अन्तिमसम्म हेरेर मेरो मिक्स कुकिङ रेसिपी हजुरलाई कस्तो लाग्यो आफ्नो आफ्नो प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। सो वेलकम छ मेरो डेली भ्लगमा। म सङ्गीता नामजली मगर, चितवन भरतपुर 26 हिरापुरबाट। अनि आशा छ तपाईँहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला साथीहरू। म पनि एकदमै ठिक छु। अनि आजकल त मौसमले पनि डेली च्यालेन्ज गरिरहेछ के है साथीहरू। हावाहुरी चल्ने, पानी पर्ने, हिजोको त झन् के कुरा गरौँ साथीहरू। यति ठुलो हावाहुरी आयो नि, मौसम चिसो चिसो भएको थियो है। अनि मलाई चाहिँ फेरि कस्तो के पकाम भइरहेको थियो। अनि बाटोमा चाहिँ ठेला चाहिँ घेरम्ला भन्दै बेच्दै आयो कि साथीहरू है। अनि त्यही घेरम्ला हो, मेरो बारीमा फलेको घेरम्ला चाहिँ होइन है, मैले किनेको हो। अनि सस्तो पारेर किनेको, फेरि सङ्गीताले महँगो तरकारी चाहिँ कहिले पनि खाँदैन है। 100 रुपियाँको धार्नी रे कि, अनि मैले 50 रुपियाँको किनेको। यसो गनेको त 5 छाक पुग्दो रहेछ है। अनि त्यसपछि त्यही घेरम्लालाई आज घेरम्ला मात्रै नभएर घेरम्लालाई नै म मासु बनाउँछु भनेर सुँगुरको मासुमा साथीहरू मिसाएर पकाउँदैछु। अब हेरौँ कस्तो हुन्छ है। सुरुमा त मैले अब मेरो आफ्नै स्टाइलले घेरम्ला काटेँ है, लाम्चो लाम्चो बारामा। तपाईँहरूले कसरी काट्नुहुन्छ, कसरी त गोलो गरेर पनि काट्छन् है। मलाई चाहिँ गोलो मन पर्दैन, यस्तै लाम्चो मनपर्छ। अनि यो यता हेर्न सक्नुहुन्छ सुँगुरको मासु है। यसमा चाहिँ खासै उस बोसो चाहिँ छैन कि है। 3 पिसवाला खोजेको थिएँ, 3 पिसवाला चाहिँ भएन। अनि 1 किलो लिएर आएको बुङ्गुरको मासु। अब 1 किलो सबै त कहाँ खानु है, नातिनी र बाजे मात्रै छौँ। अनि त्यही भएर मैले 1 कचौरा चाहिँ निकालेँ, अनि अरू चाहिँ राखेँ मैले है। अनि त्यसपछि साथीहरू म पकाउन जाँदैछु। मैले पकाएको हेर्नु होला है। खासै त्यस्तो मिठो चाहिँ पकाउन जान्दिनँ। अब यिनै थोकहरू त हुन् हाल्ने के अरे होइन। अनि त्यसपछि कराई तताएर मैले तेल हालेँ साथीहरू है। अनि अब यो मेरो मापन रे के, तेल तातेपछि मैले चाहिँ तातो तातो तेलमा प्याज हालेर फ्राई गरेँ एकछिन है। खासै डढाइनँ, किनकि मासु फ्राई गर्दा गर्दा प्याज अटोमेटिक फ्राई हुन्छ भनेर। अनि त्यसपछि मासु हालेर मजाले चलाएँ है। मासु चाहिँ फ्रोजन हो कि साथीहरू, त्यही भएर मैले सुरुमा यत्तिको भुटेँ मात्रै है। मैले त्यसमा बेसारहरू केही पनि एड गरिनँ। नुन चाहिँ हालेँ, किन भन्दाखेरि नुन हालेपछि त्यो मासुले पानी चाहिँ काट्छ कि। अनि त्यही भएर नुन हालेर मजाले मोलमाल पारेर अनि एकछिन ढक्कन लगाएर है मजाले उमालेँ है। उमालेँ भन्दा नि पकाएँ। यत्तिको भइरहेको थियो कि अझै मैले रातो हुन दिएँ है। यत्तिको रातो भइसकेपछि बल्ल मैले मरमसलाहरू हाल्न थालेको साथीहरू है। हाल्न थालेँ के भन्छ। अब मैले बोल्दै जाँदाखेरि मिस्टेक भयो भने माइन्ड नगरिदिनु होला। अनि त्यसपछि अनि बेसारहरू हालेँ है। बेसारलाई पनि सबै ठाउँमा मोलिनी गरेर मैले राम्रोसँग चलाएँ। अनि त्यसपछि मसला हालेँ साथीहरू। यो चाहिँ सिलौटामै पिनेको मसला हो है। माछा मासु भयो भने त मलाई सिलौटामा फेरि मसला पिन्न जाँगर लाग्छ कि। अनि मसला हालेर राम्रोसँग चलाएर अनि मैले मजाले मसला पनि पाक्न दिएँ अनि भुट्न पनि दिएँ कि। बुङ्गुरको मासु फेरि नभुटेसम्म अलि मिठो हुँदैन है। अनि त्यही मसलाको बोडकोमा चाहिँ थोरै पानी नडढोस् भनेर मात्रै एड गरेको है मैले। लगभग 5 मिनट पकाइसकेपछि बल्ल मैले घेरम्ला